नमस्कार, गुड मर्निङ। सूर्योदयसँगै नयाँ सङ्कल्पको यस भागमा म आज एसडब्लुओटी सर्टको बारेमा यहाँहरूसँग छलफल गर्न उपस्थित भएको छु। यो अत्यन्तै महत्त्वपूर्ण टुल्स हो। यो यदि तपाईँ कुनै संस्थामा हुनुहुन्छ भने संस्थाको समग्र अवस्था के छ भनेर पत्ता लगाउने एउटा महत्त्वपूर्ण टुल्स हो यो। यदि तपाईँ कुनै कार्यालयमा हुनुहुन्छ भने त्यो समग्र कार्यालयको अवस्था कस्तो छ भनेर पत्ता लगाउने एउटा महत्त्वपूर्ण टुल्स हो। त्यस्तै गरेर तपाईँ कुनै पार्टीमा आबद्ध हुनुहुन्छ भने तपाईँको पार्टीको अवस्था कस्तो छ भनेर पत्ता लगाउने टुल्स हो। त्यस्तै गरी यो चाहिँ एउटा इन्डिभिजुअल व्यक्तिको चाहिँ मेरो अवस्था के छ भनेर पत्ता लगाउन चाहनुहुन्छ भने अथवा मेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउन चाहन्छु भने मैले यो एसडब्लुओटी सोर्टको विधिलाई प्रयोग गर्नु उपयुक्त हुन्छ र यो चाहिँ एउटा सान्दर्भिक टुल्स पनि हो। त्यसकारण आजको यो सूर्योदयसँगै नयाँ सङ्कल्पमा हामीले यो सर्ट एसडब्लुओटी सर्टलाई चाहिँ सकिन्छ महिना दिनमा, सकिँदैन भने पनि 6 महिनामा एकपटक चाहिँ यो सर्ट एनालाइसिस गरौँ। त्यो सङ्कल्प आजको यो सूर्योदयसँगै नयाँ सङ्कल्प कार्यक्रममा गरौँ भन्ने लागेर मैले यहाँहरूको बिचमा यो सर्टको बारेमा चर्चा गर्दैछु। एसडब्लुओटी यसको एब्रिभिएसन के हुन्छ भने एस मिन्स स्ट्रेन्थ, बलियो पक्ष। तपाईको बलियो पक्ष के हो? आफ्नो बलियो पक्ष 1 2 3 के हुन्छ मेरो बलियो पक्ष? तपाईले विभिन्न सन्दर्भमा आफ्ना बलियो पक्षहरूलाई चाहिँ एनालाइसिस गर्न सक्नुहुन्छ। तपाई पोलिटिसियन हो भने पोलिटिसियनको हिसाबले तपाईको चाहिँ बलियो पक्षहरू, राम्रा पक्षहरू के हुन्? बिजनेस पर्सन हो भने बिजनेसको हिसाबले तपाईका स्ट्रेन्थहरू के हुन्? यदि तपाईँ चाहिँ सोसल एक्टिभिस्ट हो भने त्यस सेक्टरमा तपाईका चाहिँ स्ट्रेन्थहरू के हुन्? यदि तपाईँ चाहिँ कुनै प्रोफेसनमा डिफ्रेन्ट प्रोफेसनमा हुनुहुन्छ भने त्यहाँको तपाईको चाहिँ स्ट्रेन्थहरू के हुन्? त्यसलाई हामीले लिस्टिङ गर्ने 1 2 3 गरेर। त्यस पछाडि विकनेस, डब्लु मिन्स विकनेस, आफ्ना कमजोरीहरू के हुन्? आफू सम्बन्ध क्षेत्रको अथवा जिम्मेवारीका कमजोरीहरू के हुन्? त्यसलाई 1 2 3 गरेर लिस्टिङ गर्ने। त्यस पछाडि अपर्च्युनिटी, तपाईको अपर्च्युनिटी के हो? तपाईको बाह्य अपर्च्युनिटी, एक्सटर्नल र इन्टर्नल अपर्च्युनिटी, आन्तरिक अपर्च्युनिटी के हो? त्यसलाई पनि हामीले 1 2 3 गर्ने। अनि थ्रेड्स, ती प्राप्त गर्नको लागि हामीले के कस्ता चुनौतीहरू छन्? ती थ्रेड्सहरू हामीले चाहिँ आइडेन्टिफाई गर्ने र यसरी बलियो पक्षहरूलाई जोड्दै जाने, विकनेस कमजोरीलाई घटाउँदै जाने, चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गर्ने। यति गर्न सकियो भने म के हुँ, म कहाँ जान चाहन्छु र मसँग के कस्ता चाहिँ बलिया पक्षहरू छन्, मसँग के कस्ता कमजोरीहरू छन् भन्ने कुरा तपाईले चाहिँ राम्रो गरी पत्ता लगाउन सक्नुहुन्छ। भनिन्छ इजी इज टु जज द मिस्टेक्स अफ अदर, डिफिकल्ट इज टु रिकग्नाइज आवर ओन मिस्टेक्स। अरूको कमजोरी अथवा अरूको राम्रो पक्ष पत्ता लगाउन हामीलाई सजिलो हुन्छ, तर आफ्ना कमजोरीहरू पत्ता लगाउन हामीलाई गाह्रो हुन्छ। त्यसो भएको हुनाले जसले आफ्ना विकनेसेसहरू, आफ्ना कमजोरीहरू, आफ्ना समस्याहरू के छन् भन्ने कुरा पत्ता लगाउँछ र त्यो पत्ता लगाएर त्यसलाई चाहिँ स्ट्रेन्थको रूपमा बदल्न सक्छ, त्यही नै सफल हुन्छ।